आजको सभापति हाम्रै समितिका सभापति श्रीमान कर्णल बिडी शर्माज्यूलाई आजको सभापति बसिदिने म यहाँबाट आग्रह गर्दछु र उहाँलाई आसन ग्रहण गरिदिने अनुरोध गर्दछु। आज हाम्रा समितिका सम्मानित हुनुहुने व्यक्तित्वहरू हाम्रा 3 जना हुनुहुन्छ। श्रीमान डीके छेत्रीज्यू भूतपूर्व सभापति, त्यसरी नै लामा साथै श्रीमान पासाङ लामाज्यूलाई पनि अंश चेयरमा आइदिने म अनुरोध गर्दछु। यहाँ हाम्रा सम्मानित व्यक्तित्व साथै सेक्रेटरी र प्रेसिडेन्टलाई खदा अर्पण गरिदिने म अनुरोध गर्दछु। त्यस्तै प्रकारले हाम्रा मामालाई खदा अर्पण गर्न चाहन्छौँ। त्यस्तै प्रकारले सम्मानित व्यक्तित्व हाम्रा पासाङ भाइले पनि खदा अर्पण। एमके छेत्री अङ्कलको जमुना छेत्रीज्यूलाई पनि खदा अर्पण गर्न चाहन्छौँ। हाम्रा दाजुभाइ अब हामी कार्यक्रमको अर्को जाँदैछौँ। आज जुन चाहिँ हामीले यो फाउन्डेसन डे मनाइरहेका छौँ, यस विषयमा हाम्रा समितिका सभापति श्रीमान बिडी शर्माज्यूले स्वागत भाषण सँगसँगै यस विषयमा विचार राखिदिने म अनुरोध गर्दछु। सबै दाजुभाइ दिदीबहिनी, हामीहरूका फाउन्डर मेम्बरहरू जसले 16 नोभेम्बर 2014 देखि कन्टिन्युअसली यो समितिलाई आफ्नो बहुमूल्य सहयोग पुर्याउँदै आउनाले गर्दाखेरि आज हामी यो बिल्डिङको नीचे सबै इकट्ठा हुन पाइराखेका छौँ। मेरो गोर्खाली यस्तै टुटाफुटा हिन्दी मिक्स हुन्छ, पहिले नै भने माफी गरिदिनु होला। म यस्तै जान्दछु, यस्तै बोल्दछु। हाम्रो नवज्योति समितिको एक्चुअल डेट अफ इस्टाब्लिसमेन्ट 16 नोभेम्बर 2014 थियो। त्यसमा सबैभन्दा अग्रगणी हामीहरूको सिडी लामा साहब र एमके छेत्री साहब हुनुहुन्थ्यो अरे। अरू पनि साथीहरूले पुरा पूर्ण सहयोग दिएर अनि आगे बढाउँदै ल्याउँदाखेरि हामीहरूका मभन्दा पहिलेका सभापति जो हुनुहुन्छ डीके छेत्रीज्यू, उहाँहरूको समयमा यो जमिन जहाँ हामी अहिले उभिराखेका छौँ, हामीहरूको यो बिल्डिङ खडा गरिरहेको भइरहेछ, यो जमिनको हामीहरूले क्रय गरेको थियो। एक खेप सायद 3.5 कट्ठा, त्यसपछि 1 कट्ठा 4 लोसा कति त्यति गरेर 2 खेपमा हामीहरूले यो 4 कट्ठा 2-3 लोसा कति छ होइन, त्यति जमिनमा हामीले यो बनायौँ। इलेक्ट्रिसिटी कनेक्सनहरू पनि लियौँ। यो अति नै हामीहरूको लिए सुखद कुरो हो, किनभनेदेखि यति छिटै यत्रो एउटा बिल्डिङ खडा गर्नु ठुलो कुरो हुन्थ्यो। सबैको सहयोग समयमा पाइयो र
खर्च पनि निकै भएको छ। कमसेकम 14 लाख जति रुपियाँ अलरेडी खर्च भइसकेको छ यो बनाउँदै। कतिपय मानिसहरूले माने इन काइन्डमा दिए, यानि कि सामान दिए, त्यसैले गर्दाखेरि अलिक खर्च कम देखिन्छ। म यहाँ उपस्थित आज सबै दाजुभाइ दिदीबहिनीहरू नानीहरूलाई स्वागत गर्छु। साथै त्यस्तै प्रकारले श्रीमती देवीमाया राई सन्तोष भएका आमालाई आदर जनाउन चाहन्छौँ। अघि छोडिएछ याद गर्न है, त्यसको लागि धेरै म क्षमा चाहन्छु। हाम्रा आजका सभापति सचिव, हाम्रो समितिका सचिव साथै सम्मानित व्यक्तित्वहरूले यो केकलाई काटिदिने म नम्र निवेदन गर्दछु। सानो नानीको बाउरीबाट केक काटिनेछ। ह्याप्पी राइजिङ डे। राइजिङ डे हो कि होइन? हो कि होइन? हो कि होइन? बोल दुर्गे बता कि नवज्योति समिति की जय, नवज्योति समिति की जय, नवज्योति समिति की जय। उहाँले यो समाजलाई दिनुभएको एउटा गिफ्ट है, यो भित्र के छ हामी खोलेर हेर्छौँ। धन्यवाद उहाँलाई, धेरै धेरै धन्यवाद। सबैजनाले ताली बजाइ दिन आग्रह गर्दछु। अब हामी कार्यक्रमको अर्को चरणमा जाँदैछौँ र अर्को चरण चाहिँ के छ भने हाम्रो खुसी नानीले तपाईँहरूलाई एउटा नृत्य प्रदर्शन गर्नुहुनेछ। धेरै धेरै धन्यवाद नृत्यको निम्ति। उहाँलाई मैले हिजै मात्र भनेको थिएँ, उहाँका आमालाई र उहाँले प्रिपरेसन गरेर आउनुभएछ र उहाँका आमा अनि छोरी दुवैलाई फेरि हामी धन्यवाद दिन चाहन्छौँ समितिको तर्फबाट। सबैजनाले एकपल्ट फेरि ताली बजाइदिनु। एक एकवटा टोकन अफ लभ
हामीले वितरण गरिरहेका छौँ। यसको निम्ति जति पनि नानीहरू हुनुहुन्छ यहाँ लाइनमा एकबद्ध भइदिने म अनुरोध गर्दछु। खुसी कार्की, रिया छेत्री, आउनु नानीहरु खोइ प्रतीक छेत्री, प्रयास कटवाल, आशुतोष छेत्री, सार्थक कार्की, दृश्य छेत्री, श्रद्धा थापा, नव्य छेत्री, नियति छेत्री, प्रज्ञा देवी शर्मा, सबले जोरदार जीएस घाटुजीलाई धेरै धेरै धन्यवाद। सार्थक कार्की, धेरै धेरै धन्यवाद। नियति डबल पाए इधर फोटो शाबाश आज बोला ने हाम्रो अन्तिम पारितोषिक हाम्रा कमली तामाङको बाहुलीबाट वितरण गरिनेछ। उहाँलाई अघि आइदिने म अनुरोध गर्दछु। सुस्मिता प्रधान हुनुहुन्न होला? बाबा भाइले रिसिभ गर्नुहुन्छ। सबैजनालाई धन्यवाद दिँदै यो जुन चाहिँ देउसीको टोकन अफ थियो है त्यो हामीले डिस्ट्रिब्युट गरिसक्यौँ र अब हामी अर्को चरणमा जान्छौँ जसमा हाम्रो नानी खुसीले एउटा डान्स हाम्रा समितिका सभापति श्रीमान बीडी शर्माजीलाई अघि आइदिने निवेदन गर्दछु। सुरु गर्दैछु म पढ्नु। नवज्योति समिति मिडल क्लास देवीडङ्गा चम्पासरी सिलगढी स्थापित 2014 सम्मान पत्र सेवामा श्रीमान देवकुमार छेत्री मिडल क्लास बोर्ड देवीडङ्गा दिनाङ्क 21 डिसेम्बर 2025। महाशय नवज्योति समिति परिवारको पक्षबाट हाम्रो समितिप्रति पुर्याउनु भएको योगदानलाई उच्च कदर गर्दै यहाँलाई सम्मानसाथ आभार कृतज्ञता ज्ञापन गर्दछु। विगत 25/2/2018 सालदेखि 22/3/2025 सम्म 2025 सालसम्म नवज्योति समितिको अध्यक्षको गरिमामय पदमा रहेर निस्वार्थ भावले सेवा पुर्याउनु भयो। त्यसको श्रेयको प्रमुख पात्र हजुर नै हुनुहुन्छ। तपाईलाई एक आदर्श प्रेरणाको स्रोत, जोश, जागर, आँट, भरोसाको अभिभावक मानेर समाजलाई दहरिलो बनाउन आउने कमिटीले काम गर्ने प्रतिबद्धता गर्दै हजुरलाई पुनः कृतज्ञता ज्ञापन गर्दछु। हामी आशा गर्छौँ कि आगामी दिनहरूमा पनि तपाईको योगदान, सहयोग, सक्रियता यथावत रहनेछ। अन्तमा तपाईको सुस्वास्थ्य र दीर्घायुको ईश्वरप्रति कामना गर्दछौँ। धन्यवाद। भवदीय सभापति सचिव नवज्योति समिति।
पहिला खजालाई दिउँ संतोष जी आप लगा दीजिए खादा लगा दीजिए ताली जोरदार ताली बजते हुए जा धन्यवाद श्रीमान पासाङ लामाज्यूलाई अघि अनुरोध गर्छु त्यसको निम्ति म हाम्रा सेक्रेटरी प्रकाश छेत्रीज्यूलाई वितरण गरिने अनुरोध गर्दछु म फेरि पढेर सुनाउँदैछु हेर्नुहोस् है नवज्योति समिति मिडल क्लास देवीगङ्गा चम्पासरी सिलगढी स्थित 2014 स्थापित 2014 दिनाङ्क 21 डिसेम्बर 2025 सम्मान पत्र सियोमा श्रीमान पासाङ लामा मिडल क्लास देवीगङ्गा महाशय जीवनको युवा अवस्थालाई राम्ररी सुन्नुहोस् है जीवनको युवा अवस्थालाई देशको निम्ति समर्पित गरी कठिन परिश्रमको साथ आफ्नो देशलाई सेवा पुर्याएर प्रतिष्ठित पदलाई सम्हाली सफलतापूर्वक सेवानिवृत्तिपछि तपाईँलाई फेरि आफ्नै गाउँघर समाजमा स्वागत गर्न पाउँदा हामी नवज्योति समिति परिवार अत्यन्तै हर्षित अनि गर्व महसुस गर्दछौँ। नवज्योति समिति परिवार तपाईको आगामी दिनहरू सुखद सुस्वास्थ्य र आनन्दमय जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछ। साथै भविष्यको आउँदो दिनहरूमा तपाईमा भएको कला अनुभव र बुद्धि हाम्रो समितिको निम्ति थप बल प्रदान हुनेछ भनी हामी आशा र भरोसा गर्दछौँ। अन्तमा हामी तपाईको खुसी र समृद्धिको कामना गर्दै तपाईलाई फेरि हामी हार्दिक स्वागत गर्दछौँ। धन्यवाद। भवदीय सभापति सचिव नवज्योति समिति। अब यो सम्मान पत्र हाम्रा सेक्रेटरीको पढाउने गर्न प्रदान गरिनेछ। हाम्रा पासाङ लामाज्यूलाई धेरै धन्यवाद, सचिव सेक्रेटरीलाई धेरै धन्यवाद दिँदै अब हामी अर्को जुन चाहिँ हाम्रो अन्तिम सम्मान पत्र छ त्यो प्रदान गर्न लागिरहेको छु। नवज्योति समिति मिडल क्लास देवीगङ्गा चम्पासरी सिलगढी स्थापना 2014 दिनाङ्क 21 डिसेम्बर 2025 सम्मान पत्र सेवामा श्रीमान सेवाङ दोर्जी लामा मिडल क्लास देवीगङ्गा महाशय हाम्रो नवज्योति समितिको स्थापना कालदेखि आज पर्यन्त यसको उत्थान तथा समृद्धिमा निरन्तर रूपमा पुर्याउँदै आउनुभएको तपाईको मूल्यवान योगदानको हामी मुक्त कण्ठले प्रशंसा गर्दछौँ। तपाईको समाजप्रतिको समर्पण र विशिष्ट कार्यको किञ्चित पनि व्यवस्था गरिएको छैन। पर्दापछि रहेर पनि तपाईले हाम्रो समितिको विकास हेतु जुन भूमिका निर्वाह गर्नुभएको छ त्यो अविस्मरणीय छ। तपाईको मेहनत र सोचको कारणले आज हाम्रो समाजले धेरै उपलब्धिहरू हासिल गरेको कुरामा कुनै दुईमत छैन। यति मात्र होइन, तपाईँ हामी सबैका निम्ति प्रेरणाका स्रोत पनि हुनुहुन्छ। हामी आशा गर्छौँ कि आगामी दिनहरूमा पनि तपाईँको योगदान सहयोग र सक्रियता यथावत रहनेछ। अन्तमा तपाईँको सुस्वास्थ्य र दीर्घायुको ईश्वरप्रति कामना गर्दछु। धन्यवाद। भवदीय सभापति सचिव नवज्योति समिति। यो बिल्डिङ जुन चाहिँ कन्स्ट्रक्सन भएको छ यसमा उहाँको ठुलो देन छ। उहाँले फिजिकल्ली मेन्टल्ली यस बिल्डिङलाई बनाउनुमा सहयोग पुर्याउनुभएको छ। यहाँनिर जति पनि सिमेन्ट बलुवा गिटी रड जे पनि आउँथ्यो त्यसको हिसाब किताब उहाँले राख्नुहुन्थ्यो र यो बिल्डिङ निर्माण हुनुमा उहाँको ठुलो हात छ। यसर्थ हामी समितिको तर्फबाट उहाँलाई धेरै 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 धन्यवाद
धन्यवाद दिन चाहन्छु सबैजनाले एकपल्ट ताली भएको म दादा हो त्यसो ओकेजनली आफै राम्रो हुन्छ त्यस्तै प्रकारले नमस्कार खै ठन्डाले किन हो स्वरहरू तालीहरू सबै ओसिएको छ त के अरे आज यो हाम्रो नवज्योति समितिको है यो एउटा सामाजिक पर्व भनौँ है यो नवज्योति समितिको सबैभन्दा पहिले यसको जन्म है 16 नोभेम्बर 2014 को दिन भएको थियो र त्यति बेला त्यो 16 नोभेम्बरको दिन चाहिँ हाम्रा ती दिग्गज हाम्रा नवज्योति समिति निर्माण गर्ने कसकोमा चाहिँ यस्तो एउटा उहाँको दिमागमा आयो कि यो एउटा हाम्रो नवज्योति समिति यो मिडल क्लासमा चाहिँ एउटा समाज गठन गरौँ भन्ने चाहिँ कसको अब कोही त गाउँमा हुनुहुन्थ्यो नि त होइन उहाँलाई केबाट चाहिँ त्यो प्रेरणा आयो कहाँबाट चाहिँ यो समाज गठन गर्ने एउटा प्रेरणा मिल्यो है अब यो आजको यो सामाजिक पर्वै भयो अब यस सिलसिलामा म तपाईहरुलाई हाम्रो स्वर्गीय एमके सर है उहाँ हाम्रा यहाँ मैले जानेकोमा हाम्रा देवकोटा ज्यू हाम्रो यहाँ सिटी लामाज्यू अन्त यो भाइ हाम्रो नगेन सरकार उहाँको पनि नाम आउँछ है यो फाउन्डेसन डे स्थापना दिवसमा उहाँ नगेन सरकार उहाँ पनि हुनुहुन्थ्यो अरे हाम्रो सिटी लामाज्यू हाम्रो भीम भाइ यहाँ भीम भाइ पनि हुनुहुन्थ्यो भनेको मैले सुने है र यहाँ 6-7 जना व्यक्तित्वहरूको दिमागमा चाहिँ यो एउटा नवज्योति समिति मिडल क्लासमा हामीलाई एउटा नेपाली एउटा समाज गठन गरौँ खडा गरौँ भन्ने चाहिँ उहाँहरूले यो त्यो दिन 16 नोभेम्बर 2014 को दिन चाहिँ गर्नुभएको रहेछ र अब उहाँलाई म स्यालुट गर्छु है यत्रो वर्षसम्म हामीले अब उहाँहरूले पनि एउटा भाडाको घरमा हामीले समाज चलायौँ है पहिला हाम्रो एमके सरले रुम एउटा हल सानो हल दिनुभएको थियो पहिला हाम्रो नवज्योति समिति त्यहाँ चल्थ्यो र पछि यहाँ अलिक मेम्बरहरू बढ्दै गएकोले गर्दा रुम सानो भयो र प्रताप भाइले घर दिनुभयो र अहिलेसम्म पनि हाम्रो प्रताप भाइको घरमा हाम्रो नवज्योति समिति चलिरहेको छ र अहिले 1-2 वर्ष भयो त्यहाँ पनि अहिले अटी नअटी भइरहेको छ र सबैजना हामी यो मासिक सभामा उपस्थित हुनु हो भने त्यहाँ पनि अट्दैन र त्यस्तो भएकोले गर्दाखेरि हामीले सबै सदस्यहरूको सरसल्लाहले हामीले यो जमिन किन्यौँ र यो जमिन पनि पहिला 2 कट्ठा आदि हामीले किन्यौँ र यी साइडमा फेरि एउटा
टुक्रा जमिन थियो उहाँकै, त्यो फेरि हामीले पछि सरसल्लाह गरेर पैसा उठाएर देउसी खेलेर हौसी खेलेर त्यस्तो प्रकारले पैसा जोडेर त्यो पनि हामीले लियौँ र अहिले जम्मा हाम्रो यो 2टा म्युटेसन छ, 2टा रेजिस्ट्रेसन छ, त्यसमा 4 कट्ठा 1 छटा जमिनमा यो अहिले हामीले यतिको 2 तला भवन बनाउन हामी सक्षम भयौँ र यो सब चाहिँ आज यो नवज्योति समितिको राइजिङ डे स्थापना दिवस भन्छौँ है। तर ती दिग्गज जसले चाहिँ एकपल्ट उहाँले एउटा सपना देख्नु भएको थियो, त्यसलाई चाहिँ हामीले उहाँको अनुसरण गर्दै उहाँहरूको आशीर्वाद लिँदै चाहिँ यो हामीले पुरा गर्न सक्षम भयौँ र यस्तै प्रकारले आगामी वर्षहरूमा पनि आउने भाइ बहिनीहरूलाई हामीले सिकाउँदै जानुपर्छ र उहाँहरूको नाम साथसाथै पछि आउने हाम्रो नाम पनि बिर्सिनु भएन है। उहाँहरूको नाम मात्रै याद गर्नु भएन है। हामीले पनि अलिक हाम्रो पनि यसमा योगदान छ, हामीले पनि दुःख गरेको छौँ र यी भाइ बहिनीहरूलाई चाहिँ हामीले सिकाउँदै लानुपर्छ र त्यो चाहिँ मेटिएर जानु हुँदैन, त्यो नमेटियोस्, त्यो नहराओस् भनेर चाहिँ आज यो राइजिङ डे स्थापना दिवस भनेर हामी मनाउँदैछौँ र यो स्थापना दिवसको लागि अब तपाईँहरूलाई अलिकति मैले छोटकरीमा भने है र यस्तै प्रकारले अब तपाईँहरूले यहाँ देखिरहनु भएको छ अहिले यो हाम्रो समितिमा चाहिँ नि म 1 वर्ष मेम्बरसिपमा बसेर 7 वर्ष मैले प्रेसिडेन्ट गरेँ है। एउटा मेरो यो अनुभव चाहिँ के छ भने हाम्रोमा मिटिङमा पनि यो एउटै चेहरा छ, कुनै ठुलो फङ्सनमा पनि यो एउटै चेहरा छ, कोही इम्पोर्टेन्ट दिनुहुन्न होइन। के एउटा नवज्योति समितिले एउटा यो त एउटा एक्स्ट्रा प्रोग्राम भयो त हो, यसको लागि त यसो इच्छा पनि हुनुपर्ने, के हुन्छ कसो हुन्छ है, एउटा उत्साह पनि हुनुपर्ने, यहाँ आएर प्रेजेन्ट हुनु पनि एउटा योगदान नै हो, तर त्यो छैन र यति मात्रै हुन्छ। अब भन्नु पनि समय बेकार गएको जस्तो क्या, र त्यही हो है। अब भरे भोलि जतिजना यहाँ उपस्थित हुनुहुन्न उहाँहरूको कानमा पनि पुग्छ होला, त्यही हो। र परेको बेलामा नवज्योति समितिलाई सबैले हैसे सेवा पुर्याइरहनु भएको छ है। त्यसको लागि हामी समस्त सदस्यहरूबाट धन्यवाद टक्राउँछौँ र यतिसम्म यो काम भयो, यो हाम्रो आँखाको अगाडि छ। अब यसलाई कम्प्लिट गर्नु अझै कति खर्च लाग्ने हो त्यो पनि हामीले मोटामोटी अनुमान लाउन सक्छौँ र अब धेरै तपाईहरुको म समय दिदिनँ। यस्तै प्रकारले सबैजना एकजुट भएर हामीले समाजमा आइपर्ने अब जति यहाँ हाम्रो अहिलेको प्रेसिडेन्ट अध्यक्ष महोदय, सचिव, उप अध्यक्ष महोदय, सहसचिव, हाम्रो को-अध्यक्ष, कोषाध्यक्ष बहिनीहरू, उहाँहरू सबैलाई हामीले सेवा पुर्याउनुको लागि, उहाँहरूलाई मद्दत गर्नुको लागि, उहाँहरूलाई हेल्प गर्नुको लागि चाहिँ त्यही हो, हामी सबैजना सदस्यहरू एकजुट भएर उहाँहरूले
कुनै कार्यक्रममा हामीलाई निम्ताउनुहुन्छ त्यति बेला हामी यहाँ उपस्थित भइदिने मिटिङमा प्रत्येक मिटिङमा आइदिने र अब हाम्रा आजका सम्मानित व्यक्तित्व श्रीमान पासाङ लामाज्यूलाई 2-4 शब्द राखिदिने म अनुरोध गर्दछु। र आजका सभापति महोदयको अनुमति लिँदै विशेष आजको कार्यक्रम हाम्रो थियो राइजिङ डे यानि कि स्थापना दिवस। 11औं स्थापना दिवसको उपलक्ष्यमा हजुर जति पनि उपस्थित हुनुभएका छ र हाम्रा समाजका जति पनि कर्मठ सदस्यगणहरू हुनुहुन्छ उहाँलाई धेरै धेरै शुभकामना तथा धन्यवाद दिँदै यो आजको हाम्रो स्थापना दिवस यानि कि राइजिङ डे 11औं त्यसको लागि हामी सबै नै बधाईको पात्र छौँ। हामी सबैले नै यस अवसरलाई एउटा उच्च स्तरमा लिएर जाने निदो गरेर नै सबै यहाँ आज उपस्थित हुनुभएको छ र पुनः म तपाईँहरूलाई फेरि पनि धन्यवाद र बधाई दिन चाहन्छु। र हाम्रो समाज कहिले स्थापित भयो कसरी भयो भन्ने कुराहरू मेरा पूर्व सदस्यगण सभापति महोदय भूतपूर्व सभापति महोदयद्वारा र अन्य सदस्यगणद्वारा तपाईँले सुन्नुभयो त्यसलाई म दोहोऱ्याउने आवश्यकता नपर्ला सायद, किनभने तपाईँहरूलाई ज्ञान भइदिएको कुरो हो र यो कुरोलाई घरिघरि दोहोऱ्याउँदा तपाईँहरू पनि अलिक प्रचलित हुनुहुन्छ। समय पनि धेरै भयो र म हाम्रा समाजका वरिष्ठ सभापति महोदय सेक्रेटरी महोदय र साथै सबै सदस्यगणहरूलाई धन्यवाद दिन चाहन्छु, किनकि म एक फौजमा प्यारामिलिट्री फौजमा एसएसबीमा 33 साल सेवा गरेर सेवानिवृत्त भएर म आफ्नो गाउँ आफ्नो घर आफ्नो समाज फर्केर आएकोमा हजुरहरूले मलाई जुन सम्मान दिनुभयो जुन इज्जत दिनुभयो त्यसको लागि म तपाईँहरूलाई मुरी धन्यवाद र तपाईँहरूको आशीर्वाद लिएर यसरी नै समाज गाउँ घर सबैको म आफ्नो योग्यता अनुसार सहयोग पुर्याउने म कोसिस गर्नेछु। हुन त मान्छेले जति नै सोचेको जति पुग्न सकिँदैन र पनि मान्छेले सोच्नु नै सबभन्दा ठुलो कुरो हो। त्यसलाई म अडिग छु र मैले जति सक्ने जति गर्नुपर्ने त्यो म गर्ने नै छु भन्दै समयलाई बेसी नलम्बा होला भन्दै म आजको यो 11औं स्थापना दिवसको फेरि पनि शुभकामना र तपाईँहरूलाई बधाई दिन चाहन्छु। र विशेष हाम्रा भूतपूर्व सभापति महोदय श्री डीके छेत्रीज्यूले जुन योगदान दिनुभयो र आउने हाम्रो सभापति महोदय र यसरी नै सेक्रेटरी र अरू हाम्रा सदस्यगणहरू हुनुहुन्छ उहाँलाई पनि धन्यवाद। उहाँले यहाँसम्म ल्याउनु भयो, अब आउने जाने पनि यसलाई अगाडि बढाउने म अनुरोध गर्दछु र त्यसको लागि हामी सबैले नै सहायता पुर्याउनु जति हामी गर्नेछ र यसपालि जति हामीले जुन किसिमले आज हामीले यो स्थापना दिवस मनाइरहेका छौँ सायद योभन्दा अलिक राम्रो हामीले गर्न सक्ने थियौँ र नेक्स्ट इयर यसलाई अझ भव्य रूपमा अझै प्रोग्रामहरू पनि आयोजित गरेर यसलाई अलिकति बढी बढाउको हिसाबमा यसलाई गर्ने मेरो अनुरोध छ। हुन त अब 76 जना सायद हाम्रो मेम्बरहरू हुनुहुन्छ, यसमा अब त्यही सबैले भनिसक्नु भयो यति मात्रै हुन्छ। यो अब अलिकति यसलाई क्ल्यारिफाई गरेर भेरिफाई गरेर अलिकति स्ट्रिक्ट समाजमा अलिकति स्ट्रिक्ट चाहिँ हुनु जरुरी छ। कतिपय कारणहरूवश कोही पनि आउनु सक्दैन, जस्तो विजयले भन्नुभयो म पनि विचार गरेर आउन सकिनँ, उहाँको परिस्थिति र बाध्यताले उहाँ उपस्थित हुन सक्नु भएन। र आउँदो दिनहरूमा अलिकति सामाजिक तौरमा चाहिँ स्ट्रिक्ट हुनु बहुत अत्यन्त जरुरी छ। अदरवाइज योभन्दा पनि कम्ती मेम्बरहरू हाम्रो पछिल्लो आउँदो कार्यक्रमहरूमा तपाईँले देख्न सक्नुहुन्छ। यसलाई चाहिँ अलिकति स्ट्रिक्ट बनाउनु भन्ने चाहिँ मेरो अनुरोध छ। र फेरि म हजुरहरू सबैलाई नै धन्यवाद दिँदै मेरो सानो वक्तव्यलाई यही समाप्त गर्दछु। धन्यवाद।